हेलो नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? धेरै दिनपछि म चाहिँ फेरि आइपुगेको छु नयाँ भिडियो लिएर। अनि आज चाहिँ म आएको छु गोदावरी भिलेज रिजोर्टमा र यसको लोकेसन चाहिँ म तपाईँहरूलाई राखिदिन्छु, डिस्क्रिप्सनमा गएर पनि हेर्न सक्नुहुन्छ। र आउनुहोस्, अब कस्तो छ यसको सरर देखाउँछु है त। अनि यसको यो कम्पाउन्ड चाहिँ एकदमै ठुलो छ, एरिया चाहिँ हैन। सर अब हामीसँग ड्रोन भएको भए सबै देखाइदिन्थेँ म। तल यहाँ देख्नुहुन्छ नि, यता देखाउनुहोस् त, तलसम्म नै रहेछ। अब चाहिँ म तपाईँहरूलाई म बस्ने रुम देखाउँछु है। आज चाहिँ यहाँ तल फङ्सन भइरहेको रहेछ, सो ब्यान्ड बाजाको पनि पछाडि ब्याकग्राउन्ड नोइज छ, त्यसलाई पनि इग्नोर गरिदिनु होला, इन्जोय गर्नु होला। राम्रो ब्युटी भनेर मलाई चाहिँ के मन पर्यो भन्दाखेरि चियाबारीकै साथीहरू यहाँ हेर्नु न, इलाममा जस्तै लाग्यो, कति राम्रो चियाबारी छ है। यो चाहिँ मेरो रुम छ। This is my room. Thank you गोदावरी भिलेज मलाई यो प्रोभाइड गरिदिनु भएकोमा। गुड मर्निङ साथीहरू, अब चाहिँ म ब्रेकफास्टको लागि जाँदैछु। Way of Organic Farm. ल यो चाहिँ अर्ग्यानिक फार्म हो। अब हेर्नुहोस् हजुरहरूले, ड्र्यागन फ्रुट रहेछ। अनि यो ड्र्यागन फ्रुट, अनि यो के फुलको बिरुवाहरू, नर्सरीहरू। र के छ अरू हेरौँ है त। ड्र्यागन फ्रुट चाहिँ टन्नै रहेछ है। साथीहरू, अनि आजको लागि चाहिँ मेरो भिडियो यति नै हो हैन। यहाँहरूलाई कस्तो लाग्यो त्यो मलाई कमेन्ट गरिदिनु होला। र म धेरै पछिको ग्यापमा आएको छु, अब मेरो अलिकति काम परेर अब चाहिँ म एकदम रेगुलर आउने कोसिस गर्नेछु। र यहाँहरू जहाँ जो हुनुहुन्छ यहाँहरू सबैजनालाई राम्रोसँग बस्नु होला, अनि टेक केयर गर्नु होला भन्दै आजको भिडियो चाहिँ म यहीँ नै अन्त्य गर्न चाहन्छु। बाई बाई, नमस्ते।